तल्लारे कान्छाले नि भैँसी किन्न अन्ने सुनेथे गर हामीले नि एउटा किन्ने त होला नि पाल्नै सकिन्न तल खेतमा घाँस ठुलै भयो त गर सुगर प्रेसरले चापिसक्यो जे गर्दा नि हात खुट्टा गल्छन् बारी खेतमा गएको आउनै सकिएन तेरो छोरो विदेश गएको फोन नि गर्दैन पैसा नि वर्षा छैन खै के हो बडो गरम आशीर्वाद तपाईहरुलाई गाउँतिर सोना सन्चै छ सन्चै छ अनि पल्ला गरे कान्छे बुवाला बिरामी हुनुहुन्छ भने थाहा पाते के भएको हो र खै हामीले नि त्यस्तै हल्ला सुनेथ्यौँ तर फोन नगरिकन किन आएको नि एक्कासी अब यस्तो आमा परिस्थितिले यहाँ टेलिकममा सिम पनि पाइएन लकडाउनले गर्दाखेरि यहाँ 3-4 वर्षपछि बल्ल आइएको छ नेपाल नि सञ्चारमा त आइस बुवा सञ्चारमा आइयो गएपछि त पैसा नि पठाएन साउँझ त टन्नै ल्याएर आएलस् र तपाईँलाई नि सधैँ पैसाको टेन्सन छ पैसा भन्दै जिन्दगी जाने भयो छोरो बोके आयो होला भन्ने छैन तर जहिले नि पैसाको टेन्सन छ अनि बोक्ता लाइन छैन आमा पैसा कमाउन गएको पैसा कमाएर त आयो होला नि बुवा गएको 2 महिनामा कम्पनी बन्द भयो साउले 2 महिनाको तलब नि दिएन भिसा नि दिएन अनि त्यो पासपोर्ट पनि दिएन यत्रा वर्षसम्म नेपाल आउनु पासपोर्ट नभएपछि नेपाल आउनु मिलेन साथीभाइहरूले बेहोरे त यत्रा वर्षसम्मको खर्च अहिले साथीभाइहरूले दुःख परेकालाई आफ्नो पासपोर्ट लिन गएर गर्ने अनि साथीभाइहरूले भने अनि साथीभाइहरूको गर्दा नेपालसम्म आएको छु सुरुमा त साथीहरूको ऋण र साथीहरूको गुण तिर्न पर्यो अनि बल्ल साउको ऋण तिर्नलाई नि त के गरेर तिर्ने मैले त्यत्रो ऋण गएदेखि एउटा भाडासम्म पठाएन आउँदा त पैसा लिएर आउला भनेको रित्या त तँलाई लाज लागेन घरको जेठोबाट छोरो भएर यतिको नबुझ्नु पर्ने होइन यत्राको उमेर हुनसम्म त डिङ्नाको बुद्धि पसेन छोरो आउँदा सधैँ रिस उठे कहिले खुसी हुने छैन उहाँलाई उमेर छ कमाउला तिर्ला हुँदै नभए गहनाहरू बेचम्ला खेतबाली बेचम्ला टुकुरो बेचम्ला मैले जमानामा दुःख गरेर जोडेको सम्पत्ति अहिले बेच्ने कुरा पो गर्थे अहिले बेच्ने भन्दा त्यसलाई लाज लाग्दैन जे गर्ने हो गर तेरो आमा छोराले तर घर चाहिँ ठुलै बनाएको छ है त्यही त समाजमा यति धेरै परिवर्तन त नहुनु पर्ने ओइ हेर त यो गाउँका केटी आजकल के भएको हातमा फोन छोपेर बोइसाएर ढल्किँदै हिँडेका छन् त होइन हामी विदेश जाँदा यत्रै थिए नाकामा स्यान पुत्दै हिँड्थे अहिले बोइसाएर ढल्किँदै हिँड्छ यसलाई नि एसएलसी पास हुने बित्तिकै बिहे गरेर पठाइदिन्छ अब त्यही त योगा चेलीबेटीले एसएलसी पास गरेपछि पढ्न पाउने भएन योगामा भौतिक परिवर्तन त भएछ तर मानिसको चेतनामा अझै परिवर्तन आएको हुन्छ त्यही त ओहो चार पनि बोजिसकेछ उजेलैमा घर पुग्नुपर्छ पानी आउला जस्तो छ अब घरतिर लागौँ आगो सधैँ घाम पनि तापियो थकाइ पनि मेटियो ल त्यो झोला चाहिँ उठाइ ल यता पनि आइको नमस्ते ए यो कान्छो पनि आइको रहेछ आफै हेर्दा के यत्रो ढाडी केको ढाडी अब ढाडी साडी सिस्नाको झाडी आज हाम्रो साइला भा आइहाल्नु बा अब आज तीजको गीतमा मजाले रमाइलो गर्नुपर्छ ल बा अब गीत निकाल्ने तपाईँले हामीले चाहिँ अब गीत छोप्ने ओर्ने गर्छौँ नाच्ने हामीले गर्छौँ ल बा सुरु गर्नु अब ल हुन्छ बुढो मान्छे बाटामा गाह्रो त भएन बा भएन नानी ल सुरु गरौँ ल अब मार्क्स नानी त्यहाँ डाँडामा हावा लागिरहेछ त्यसैले उडाइदियो साथी त्यतिर त नाच्न चलिरहेछ के हो खै कुन्नी उता नाच चलिरहेको हेलो माइलु कति माइलु चाँडो आऊ न तिमी बिना त एकछिन बाँच्न सकिन्न जस्तो भइरहेछ
साउडो भाइ तल चौपारी आउनु पर्खेर बसिरहेको छु ल ल चढाउनु है आहा कति राम्रो हेर्दा नि चन्द्रमा जस्तै छ नतिर के भन्नु त तिमी बिना एकछिन छुट्टिनै सकिन्न मैले उहाँ घरको काममा नखाइछु मेरो नि त बाउआमा होला नि बरु तिम्रो मन मिल्छ मेरो नि मन मिल्छ भागेर इन्डिया जाउँ पनि घरकाले गाली गर्दैन र मलाई पनि तिमी के को डर मान्छौ मैले त त्यस्तो बुढा भएका बाबुआमाले त छोडेर तिमीसित जान राजी भएको छु मुना मदनको कथा सुन्नु छैन र के हो र भोलि बिहानै 3 बजीतिर चौतारी आउनु त्यति त डर लाग्दैन र के को डर लाग्नु त्यो टर्च नहाल्नु लाएर आउनु गाउँले शङ्का पनि गर्दिन ल ल बाई भएन फेरि मम्मी मलाई बचाउनुहोस् मम्मी मलाई त राजेशले यो नर्कमा फसाइदियो मम्मी मलाई बचाउनुहोस् म घर आउन चाहन्छु ल्याएर बेच्यो पनि भन है मम्मी मलाई त राजेशले यो नर्कमा बेच्यो मम्मी मम्मी ए लड्की भन्दै किन रोइछि कसैको फोन ए लड़की किससे बात कर रही है फोन दे यता पछाडि देखिएन बुझ्यौ त्यहीँबाट ल जाऊ ए लड़की किससे बात कर रही है फोन दे किससे बात कर रही थी बोल किससे बात कर रही थी क्यों नहीं बोलती अगर तूने चालाकी की तो तुझे मैं जान से मार डालूंगा चल नीचे चल जा